रिहा लगत्तै रविको चेतावनी। रवि लामिछानेले शुक्रबार रिहा लगत्तै छोटो बोले पनि ठूलो विषयको इशारा गरेका छन्। उनले आफूमाथि षड्यन्त्र र प्रतिशोध साधिएको भन्दै धेरै हिसाब बाँकी रहेको भनेर ठूला दलका नेताहरूलाई चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन्। मुलुकमाथि गरेको अन्याय सामु आफूमाथिको अन्याय सामान्य रहेको भने पनि रविले सहकारी ठगी प्रकरणमा आफूमाथिको अन्यायको हिसाब किताब खोजेरै छोड्ने संकेत गरेका छन्। उनले अहिले धेरै बोल्न नमिल्ने भने पनि धेरैको हिसाब किताब बाँकी रहेको भनेर ठूला दललाई चेतावनी पेश गरेका छन्। न्यायको यो लडाई मेरो बाँकी नै छ। मैले अझ धेरै लड्नु छ र मैले अहिले लड्नुपर्छ, लड्न बाँकी छ भनेको मेरो लागि भनेको होइन, तपाईँका लागि, देशको न्यायको लागि लड्नु। यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। त्यो सबको हिसाब गर्नु छ। त्यसको हिसाब मिलाएपछि अलि लामो बोलाउला। आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ।